Hello and namaste. I'm Jit Sastra back again with a new video. के तपाईलाई थाहा छ कसरी चिनीबाट रक्सी बन्छ? Have you ever wondered how the sugar turns into alcohol? Well, आज हामी कुरा गर्दैछौँ एकदमै चाखलाग्दो प्रक्रिया fermentation process को बारे. We are going to break down one of the coolest process in science, the fermentation process in alcohol production. Let's get started. फर्मेन्टेसन भनेको एउटा नेचुरल प्रोसेस हो जहाँ ससाना जीवाणुहरूले चिनी खाने काम गर्छन् जसलाई इस्ट यानी कि मर्सा भनिन्छन् हो इस्ट नामक ससाना जीवाणुहरूले चिनी खाने काम गर्छन् अनि त्यसपछि त्यो चिनीलाई अल्कोहल यानी कि रक्सी र ग्यासमा कार्बन डाइअक्साइड ग्यासमा परिवर्तन गर्छन् इट्स लाइक इस्ट ह्याभिङ अ स्नैक्स एन्ड मेकिङ अल्कोहल एज इट्स बाइ प्रोडक्ट कुनै पनि फलफूल अन्न वा लिभिङ अर्गान्समा भएको चिनीलाई इस्टको प्रयोग गरी रक्सीमा परिवर्तन गर्न सकिन्छ यस प्रक्रियालाई नै फर्मेन्टेसन भन्छ सो यहाँ कसरी काम हुन्छ त फर्स्टली इस्ट एउटा सुगर लभर माइक्रो अर्गानिजम हो एक प्रकारको फंगस च्याउ जस्तै तर निकै सानो तपाईले यसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ यसले कुनै पनि चिनी भएको मटेरियललाई बिस्तारै गलाउने काम गर्छ अनि त्यसमा भएको चिनीलाई अल्कोहलमा परिवर्तन गर्छ जहाँ हिट यानी कि तापमान बढाउँछ र कार्बन डाइअक्साइड ग्यास निर्माण हुन्छ फर्मेन्टेसन मार्फत मदिरा बनाउन वास्तवमा तपाईलाई तीनवटा चीज मात्र आवश्यक पर्छ चिनी सुगर मर्चा यानी कि इस्ट न्यानो तापक्रम वार्म टेम्परेचर सुगर फर्म फ्रुक्टोज फलफूलबाट पाइन्छ भने माल्टोज गेडागुटीबाट अनि स्टार्चेस सुगर चाहिँ अन्नबाट जस्तै गहुँ चामल जौ मकै कोदो अनि यसैगरी फर्मेन्ट गर्नुभन्दा अगाडि अन्न भिजाउनु पर्छ किनकि सुक्खा हुन्छ र यसलाई पानीमा भिजायो भने यसमा भएको सुगरको भोल्युम बढ्छ यदि हामीले यसमा इस्टलाई प्रयोग गर्यौं भने न्यानो तापमानसँगै बिस्तारै यसमा भएको वस्तु गल्दै जान्छ र यी सबै सुगरलाई अल्कोहलमा परिवर्तन गर्छ तर ल्याक्टोज सुगर जुन दूधमा पाइन्छ त्यसलाई यो इस्टले अल्कोहलमा परिवर्तन गर्न सकिन्न किनकि यो जड छ कम्प्लेक्स हुन्छ यो प्रोसेसमा टेम्परेचर बढ्छ इस्ट 5 डिग्री सेल्सियसमा सक्रिय हुन सुरु गर्छ तर यसको सबैभन्दा सक्रिय एक्टिभ टेम्परेचर 15 देखि 35 डिग्री सेल्सियस हो 45 डिग्री सेल्सियस भन्दा माथि तापक्रममा पुगेपछि यो बिस्तारै मर्न थाल्छ इस्ट तापक्रम अनुसार आफ्नो क्रियाकलाप गर्ने भएकोले फर्मेन्टेसनलाई तापक्रमको माध्यमबाट कन्ट्रोल गर्न सकिन्छ फर्मेन्टेसनमा प्रयोग गरिएको वस्तुमा सुगर पूरा सकिएपछि इस्ट निष्क्रिय हुन्छ अल्कोहलको मात्रा बढ्दा साधारणतया 12 देखि 15% भन्दा माथि पुग्दा पनि इस्ट आफै मर्छ तापक्रम अत्याधिक परिवर्तन हुँदा धेरै चिसो वा धेरै तातो हुँदा इस्ट बाँच्दैन यसरी फर्मेन्टेसन रोकिन्छ यसरी इस्टले सुगरलाई तोडेर अल्कोहल र कार्बन डाइअक्साइड उत्पादन गर्छ यी प्रक्रियाबाट बियर वाइन र स्थानीय रक्सी जस्ता पेय पदार्थहरू तयार हुन्छन् कच्चा पदार्थ र प्रक्रिया अनुसार स्वाद र सुगन्ध फरक हुन्छ यसरी फर्मेन्टेसन सुरु गर्ने रहस्यमय इस्टमा हुन्छ र रोकिने कारण तापक्रम सुगर र अल्कोहल हुन्छ आशा छ यो भिडियोले तपाईलाई स्पष्ट बुझाइदिएको छ भिडियो मन परेमा कमेन्ट शेयर लाइक गरिदिनु होला धन्यवाद